नमस्ते, म रामकृष्ण थापा, अनुराशिको केन्द्रीय लेखायक सदस्य, स्वतन्त्र विद्यार्थी युनियन कोर्स बहुमुख क्याम्पस सचिव एवं अनुराशिको कोर्स बहुमुख क्याम्पस कमिटी अध्यक्ष। विगत केही दिन अगाडिदेखि पाकिस्तान र इन्डियाको द्वन्द्व चलिरहेको अवस्थामा हाम्रा विद्यार्थी साथीहरू, नेपाली विद्यार्थी साथीहरू MBBS अध्ययन गर्ने सिलसिलामा पाकिस्तानमा गइराख्नु भएको छ, हुनुहुन्छ। त्यहाँनिर विद्यार्थीहरू असुरक्षित भएको मैले महसुस गरिसकेको छु। नेपाल सरकारलाई के ध्यान आकर्षण गराउन चाहन्छु भने हाम्रा विद्यार्थीहरूलाई सकुशल रूपमा नेपाल फर्काउनको निम्ति सरकारले त्यो खालको वातावरण गरोस् भन्ने सन्देश दिनको निम्ति म नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई ध्यान आकर्षण गराउन चाहन्छु। छिटोभन्दा छिटो नेपाली विद्यार्थी साथीहरूलाई नेपाल फर्काउनका निम्ति सरकारको उचित पहल कदमी छिटोभन्दा छिटो होस् भन्ने चाहना राख्दछु। म के भन्न चाहन्छु भने इन्डिया र पाकिस्तान चाहिँ एकले अर्कालाई दुश्मन होइन, द्वन्द्व होइन, तपाईँहरू छिटोभन्दा छिटो वार्ता र संवाद मार्फत तत्त विषयमा समझदारी गरी यो युद्ध अन्त्य गर्नको निम्ति हार्दिक अपिल गर्दछु। अन्यथा हामी विद्यार्थी साथीहरूले नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अनुराशिहरूले चाहिँ शान्तिपूर्ण ढङ्गले राष्ट्रसङ्घको निम्ति घचघच्याउनको लागि हामी आतुर छौँ। किनभने यो युद्ध होइन, शान्तिपूर्ण वातावरणमा त्यहाँका नागरिकहरू, इन्डिया र पाकिस्तानको नागरिकहरू चाहिँ सुरक्षित रूपमा बाँच्न पाउने हकको सुनिश्चितता होस् भन्ने चाहना राख्दछु। धन्यवाद, नमस्ते।